हेलो गाइज, आज चाहिँ हामी चाहिँ हाम्रो बिहे भएको पनि लगभग 2 महिना भइसक्यो नि त। त्यस पछाडि हामीले चाहिँ बिहे दर्ता गरेको थिएन। त्यसले गर्दाखेरि चाहिँ अहिले हामी दुवैजनाको छुट्टी भएको कारणले गर्दा हामी चाहिँ इलाम जिल्ला देउमाई नगरपालिका वडा नम्बर 8 वडा कार्यालय जितपुरमा आइपुगेका छौँ र हाम्रो काम चाहिँ भित्र हुँदैछ। हाम्रो सर चाहिँ त्यहाँनिर पर्खेर यहाँ बसिराख्नु भएको छ। म चाहिँ एकदम बाहिर यसो भिडियो बनाऊँ। बाहिर मौसम एकदम राम्रो छ नि त आज। हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ छैन। त्यही भएर चाहिँ म यहाँ बाहिर बसेको छु। यहाँनिर हाम्रो सर चाहिँ पर्खिँदा हैरान भएर बस्नुभएको छ। सरकारी काम यस्तै हो नि त होइन, ढिलो हुन्छ। ल यहाँदेखि चाहिँ अहिले चाहिँ हामी साइन गर्नमा लागिसक्यौँ। मैले चाहिँ साइन गरिसकेँ अफिसियली रूपमा। आजबाट चाहिँ मेरो बिहे दर्ता भइसक्यो। प्रमाणपत्र आइसकेको छ। अब 2 महिना भइसकिसके पछाडि चाहिँ फाइनली अहिले चाहिँ हामी चाहिँ बिहे दर्ता सकेर यहाँनिर निस्किरहेछौँ। अब चाहिँ आधिकारिक रूपमा चाहिँ बिहे भएको प्रमाणित भयो। अब बाँकी कुरा भरे त्यस पछाडि बिहे दर्ता सकेर हामी सिधा घर फर्क्यौँ। बाई बाई।